सेवारो सम्पूर्णमा मोहिकुम अंशिमाङ लिङदेन महागुरु फाल्गुनन्दज्यूको जीवनमा घटेका केही ज्ञानवर्धक र अविस्मरणीय घटनाहरूलाई चाहिँ हामीले यस सापमुन्दुम युट्युब च्यानल मार्फत प्रसारण गर्ने जमर्को गरिरहेका छौँ। कृपया तपाईहरूले पनि हामीलाई निरन्तर रूपमा सुनेर साथ दिइरहनु भएको छ भन्ने पूर्ण आशा र विश्वास लिँदै अबको अर्को भागतर्फ म लाग्न चाहन्छु। ज्ञानभूमि खत्रक्पामा ज्ञान पाई दिनरात ध्यान गर्न लागेका बालकको दिनचर्या पाठ पूजा गर्नु, ध्यानमग्न हुनु, माला जप तप गर्नु, आध्यात्मिक जीवनमा परिणत भएका फलाम सिंहको आमा बुबाको एकपछि अर्को गर्दै मृत्यु भयो। यसपछि दुःखमाथि दुःख भोग्न बाध्य भई शोक सागरमा डुब्नुभयो। टुहुरोमाथि महाटुहुरो हुन पुग्नुभयो। यसपछि एक्लो टुहुरो फलाम सिंह बालक काका काकीसँग रहन बस्न बाध्य हुनुभयो। काका काकीसँग पनि 2-3 वर्षपछि खाना लाउन मद मङ्स आहार विहार भान्सा र सेवन नमिलेको कारणले गर्दाखेरि छुट्टै बस्नुपर्ने बाध्यता आइलाग्यो। 17-18 वर्षको कलिलो उमेरमै छुट्टिएर बस्न बाध्य भएका फलाम सिंहलाई साह्रै ठुलो दुःख कष्ट र सङ्कट भोग्नु पर्यो। देवी देवता देउराली भएको लेच्छेबुङबारी फाल्गुनन्दको पहिलो झुप्रो भूमि थियो। यसपछि अगौटे बारीमा झुप्रो घर बनाई बस्नुभयो। तेस्रो घर चुक्चिनाम्बाको भालेबारीमा, चौथो झुप्रो घर तिनचुले डाँडामा र 5औं झुप्रो पुरानो घर बारीमाथि नासपाती रोपेको सिरानमा पनि बस्नुभयो। यसरी फाल्गुनन्द 5-6 ठाउँमा झुप्रो बनाउँदै सर्नु भएको घटनाले जीवनका प्रारम्भिक अवस्था चुनौतीपूर्ण रह्यो। जहीँ तहीँ बसाइ सरे पनि नित्य पाठ पूजा धूपबाती सेवा ध्यान ज्ञान जप तप जीवनमा निरन्तर वर्णन गर्दै व्यतीत गर्न लाग्नुभयो। खेताला बनिबुतो गरेर ल्याउनु भएको कुखुराको चल्ला बढ्न हुर्कन थाल्यो। चल्ला ठुलो भएर बच्चा काड्न थाल्यो। कुखुराहरू बढेर ठुला ठुला र धेरै भए। त्यतिखेर कुखुरा पनि दार्जिलिङको गुन्जी बजारमा लगेर बेच्नु पर्थ्यो। सोही काममा साथीभाइहरूसँग कुखुरा खुङ्गीमा बोकिजाँदा इलामको नामसालिङमा लड्दा कुखुराको खुङ्गीले थिचे पनि दार्जिलिङको गुन्जी बजारमा पुर्याएर बेचेपछि खर्च वर्च लिएर कुल्ली काम गर्न भारत र तिब्बतको लासा नाथुङ दावातर्फ लाग्नुभयो। विक्रम सम्वत 1960 ताका भारत र तिब्बतको सिमानामा गडबडी मचिएकोले सिमाना रेखदेख र नियन्त्रणको लागि भारतीय सेना मार्च गराउँदा भरिया स्वरूप कुल्ली भर्ती गराउँथ्यो। यही क्रममा भरिया कुल्ली भइजाँदा हिउँ पग्लेर कति कुल्ली हिउँको पहिरोले बगाएर मरे। तर फलाम सिंह केही पनि हुनु भएन। पहाडी भेग हिमाली आसपासमा भारी बोकेर काम गर्नु, कडा मेहनत र कठोर परिश्रम कठोर काम गर्नु जोखिमपूर्ण थियो। दैव संयोग एक दिन साँझ पख जुनेली रातको एकान्तमा टहलिन निक्लँदा उनै तागेर निमा भूमाङको दूत पूर्व दिव्य पुरुषसँग अचानक दर्शन भेट हुँदा खुट्टामा सेवा ढोक गर्नुबाहेक केही वाक्य आएन। अलौकिक दिव्य पुरुषले तिमी त सेवा गरौला किरातीहरूलाई सुधार गर्छौ कि भनेको त यही छौ भन्ने वाक्य सुन्दा हुन्छ भन्ने जवाफ बाहेक केही बोली फुटेन। यो पुण्यतिथि वैशाख शुक्ल पूर्णिमाको झलमल्ल रात रहेछ। भोलिपल्टदेखि आफ्नो पाकेको तलब भत्ता तनखा थापेर आफू बिसन्चो भएको बहाना पारी घरतर्फ फर्कनुभयो। जता गए पनि बिहान बेलुकी धूपबत्ती दियो कलश बालेर नित्य सेवा गर्ने कार्य गरिरहनुहुन्थ्यो। आफ्नो गाउँघर बस्तीमा माङसेवा गरिरहने एक्लो टुहुरो बालक अब त जवानी अवस्थामा पुगे पनि कुनै साथी सङ्गी सङ्गतविहीन भएर एक्लो व्यक्ति एक्लै जीवन एक्लो हुनुपर्ने व्यवस्था खानपान आहार विहार विचार र व्यवहारमा फरक भएको कारणले गर्दा सांसारिक जीवनभन्दा पृथक आध्यात्मिक जीवन निर्माण भयो।